नमस्कार, म सुन्दर कुमार चौधरी। उमेरले 65 काटेर 66 लागे। अहिले म द ग्रेट हिमालयन ट्रेल लगभग 120 दिनको यात्रा सुरु गर्नको लागि तयारी गरिरहेको छु। मेरो अनुभव चाहिँ गत वर्ष मात्रै मैले अन्नपूर्ण बेस क्याम्पसम्मको यात्रा तय गरेको थिएँ। नयाँ पुलबाट सुरु भएर गुरुङ गाउँ, घोडेपानी, पुन हिल, चोमरोङ, हिमालयन, देउराली हुँदै अन्नपूर्ण बेस क्याम्पको सम्मको थियो। तर माछापुच्छ्रे बेस क्याम्प पुग्ने बेलामा मौसम प्रतिकूल भएको हुनाले, हिउँ पर्ने र हावाहुरी आएको हुनाले हामीले त्यहाँबाट फर्कनु पर्यो। त्यो यात्राको क्रममा 4 दिन लगभग 11 घण्टाको हिँडाइ थियो। त्यसमा मलाई डोर्याउनु हुने मकालो एडभेन्चरका गाइड भाइ मेरो गाउँले पनि हुनुहुन्छ, शिव भण्डारीले मलाई सहयोग गर्नुभएको थियो। त्यतिखेर म बिना पूर्व तयारी गएको थिएँ र त्यो 11 दिनको फेब्रुअरी 15 देखि 25 सम्मको त्यो यात्रा टुङ्ग्याउँदासम्म उहाँले मेरो पर्फर्मेन्स देखेर, मेरो जर्नी देखेर उहाँले अगाडि बढ्नलाई मलाई हौस्याउनु भयो। त्यसैको फलस्वरूप म गत अक्टोबरमा एभरेस्ट बेस क्याम्प र लोबुचे हिमाल चढ्ने भनेर, लोबुचे हिमाल जुन सोलुखुम्बुमै पर्दछ, 6100 मिटरको, त्यसको पर्मिट लिएर गएको थिएँ। त्यो अक्टोबर 31मा सफल आरोहण गरेपछि मलाई हौसला बढेर आयो र यो द ग्रेट हिमालयन ट्रेलकी संयोजक माया गुरुङ बहिनीले सित भेट गर्ने मौका पाइयो र उहाँले मलाई मेरो परिचय माग्नुभयो। मैले त्यो पठाएपछि उहाँले यो टिममा मलाई सम्मिलित गराउनु भएको छ। म माया गुरुङ बहिनीप्रति अत्यन्त आभारी छु र आउँदो दिनमा मेरो उद्देश्य भनेको एउटा तराईको थारू जाति जुन भूगोल, उमेर र जातिले फरक पार्दैन, कुनै जाति पनि कुनै पनि ठाउँमा गएर सकारात्मक सोचका साथ काम गर्यो भने सफल हुन्छ भन्ने मेरो आत्मविश्वास छ। र यो अभियानको क्रममा मैले हिमालमा गएर त्यहाँको रीतिथिति, जनजीविका बुझ्ने मौका पाउनेछु र म तराईमा भएका थारू जातिका रीतिथितिहरू पनि साट्ने मौका पाउनेछु त्यहाँ गएर। अनि मेरो उद्देश्य भनेको एउटा के छ भने, अहिले युवाहरू लागु पदार्थको दुर्व्यसनमा र नैराश्यताको भुमरीमा फसिराख्नु भएको छ। उहाँलाई केही उत्प्रेरणा मिलोस् भन्ने छ। अर्को मेरो उद्देश्य भनेको के छ भने, यो दाङदेखि पश्चिमतिरका थारू जातिमा एउटा सिकल सेल भन्ने रोग छ, जुन सिकल सेल हँसिया जस्तो आकार, रेड ब्लड सेल हँसियाको आकारमा पुग्छ र रक्त अल्पता, एनिमियाको रोग हुन्छ। त्यो रोग भएकाहरूलाई बेला बेलामा यो प्रत्येक जोड्नीहरूमा यति धेरै दुखाइ हुन्छ कि आत्महत्या गरौँ जस्तो हुन्छ भन्ने मलाई 1-2 जनाले आफ्नो अनुभव सुनाउनु भएको थियो। र त्यही भएर मेरो थारू जातिमा भएको यो सिकल सेल रोगको लागि केही गर्न सक्छु कि भन्ने पनि उद्देश्यका साथ अगाडि आएको छु। र यो अभियानमा मेरो अर्को एउटा के छ भने कि मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भने उद्देश्य नारा पनि बोकेको छु। र यही अभियान सफल पार्नको लागि सम्पूर्णमा सहयोगको अपेक्षा गर्दै म बिदा चाहन्छु। नमस्कार।